पहिचान दिने एउटा बहुतै महत्त्वपूर्ण स्थान हो नेपालगञ्ज सेन्टर। त्यसकारणले मैले यो सेन्टरको रेखदेखको लागि, यो सेन्टरलाई एकदमै अझै बनाउनको लागि, यसलाई राम्रो बनाउनको लागि मेरो आफ्नै साथी भरतजीलाई यहाँको जिम्मेवारी हस्तान्तरण गरेको छु। किनभने यो सेन्टरबाट म्याट र मेसिन घरमा लिएर जाने आमा बुवाको सङ्ख्या पनि धेरै छ। नेपालकै नम्बर 1 सेन्टर कोरियाबाटले एउटा झन्डा दिन्थ्यो, झन्डा जितेको सेन्टर पनि हो। यो नम्बर 1 बनाएर मैले झन्डै 2,50,000 को पुरस्कार पनि जितेको थिएँ मैले यहाँबाट, विश्वकै नम्बर 1 सेन्टर बनाएर। त्यसकारणले गर्दा यो एउटा मेरो लागि पनि एउटा ठुलो भावना जोडिएको, एउटा चाहिँ जीवनमा सफलताको लागि महत्त्वपूर्ण कुसेटोको साबित भएको सेन्टर भएको कारणले यो सेन्टरलाई एकदमै राम्रो बनाउनको लागि अझ पहिला जस्तै आजभन्दा 2070 सालमा सुरु गरेको सेन्टर अहिले 82 साल भयो, 12 वर्ष राम वनवास फर्केर आएको भन्छन् नि, त्यसै अब 12 वर्षपछि मैले फेरि मेरै साथीलाई एउटा जिम्मेवार मैच्योर, अब तपाईँको चाहिँ यसलाई चाहिँ पुरानै ढङ्गबाट अगाडि बढाउनको लागि मैले भरतजीलाई यसको जिम्मेवारी दिएको छु। मलाई लाग्छ आजको यो मास तपाईँहरूको उपस्थिति र यो व्यवस्थापन, यो सेन्टरको अहिले हेर्नु त कति राम्रो भएको छ कि छैन। मैले हिजो आउँदा बित्तिकै उता ल्याबतिर हेरेँ, कस्तो राम्रो बनाउनु भएको रहेछ। फुलहरू आउँदा पनि पोजिटिभ भाइब्रेसन आउने खालको, टिचरहरू पनि एकदम हँसिलो हँसिलो। मसँग त डराउनुहुन्छ टिचरहरू, खै के भन्नुहुन्छ सरहरूले थाहा छैन। जनक सर एकदम कडा छ भन्नुहुन्छ, आउँदा आउँदै बिचरा टिचरहरू आत्तिसकेका हुन्छ। तर चाहिँ टिचरहरू पनि हँसिलो होइन, त्यस्तो खालको अहिले राम्रो हुँदो रहेछ टिचरहरू पनि। मैले हिजो मिटिङ पनि गरेँ, म ढिला आएको थिएँ, आएर मिटिङ गरेँ। अबेरसम्म बस्नु भएको थिएँ। आज बिहानै मैले सोधेँ कति बजी आउनुभयो टिचर भनेको, बिहानै 6 बजी आइसक्नु भएको रहेछ। भनेपछि त टाइमको पनि उहाँहरूले कदर गर्दो रहेछ। एउटा मेरो काम नै राम हो भन्ने टिचरहरूले पनि त्यो चाहिँ स्थापित गर्नु भएको रहेछ। मलाई खुसी लाग्यो। टिचरको लागि एकचोटि जोरदार ताली बजाइदिनु। अझ मलाई खुसी तब लाग्छ, यो 2070 साल 71, 72, 73 थेरापी गर्न आउने आमा बुवाहरू देख्दा मलाई अझ खुसी लाग्छ। कतिजना पुरानो आमाहरू आउनु भएको रहेछ, कति माया गर्नुहुन्छ मलाई। देख्दा बित्तिकै उहाँको त्यो अनुहारमा खुसी देख्दा बित्तिकै सरर हेरेँ, त्यहाँदेखि खुब जनक सर आउनु भएको रहेछ भनेर खुसी हुनुभएको थियो। यसरी पुरानो आमा बुवाहरू 12 वर्षदेखि हामीसँगै छौँ होइन। सुरुमा के भन्नुहुन्थ्यो, यो त 2-3 दिन पुटोलतिरको एउटा बाहुना आछ अरे, त्यसले 2-4 दिन यहाँ फेरि भन्छ, पछि पैसा लग्छ अरे। हामी फेरि पैसा लग्छ भन्दैनौँ कि, पैसा लिन्छ अरे भन्छौँ, यहाँ पैसा लग्छ अरे भन्छ क्या, त्यस्तो भन्नुहुन्थ्यो यहाँ। अनि 3 महिना जान्छु भन्नेले त दिनु पर्यो, यसको मूल्य यति पर्छ, लानुहुन्छ भने वारेन्टी ग्यारेन्टी हो, हामी यहाँ तपाईँको जहिले पनि हामी तपाईँको बिग्रियो भने बनाइदिन्छौँ, हाम्रो यही जिन्दगी भएर रहन्छ यहाँ शाखा भन्दा पताउनु भएन। अनि किनेका मान्छेलाई पनि कसैले भड्काइदिनु हो। यो बुटोलतिरको एउटा बाहुन केटो भुसाल आएको छ, त्यसले यहाँ सबै मेसिन बेच्छ र सर्लकै बुटोलतिर जान्छ, अनि खाउला भनेर त्यस्तो पनि आएको थियो कि जमाना। तर 12 वर्षदेखि हामीले निरन्तर, हाम्रो मित्र बासु सरले पनि आजभन्दा 10 वर्ष अगाडि मेसिन बेच्नु भएको थियो। हाम्रो निरन्तर फलो भइरहेको हुन्छ। त्यस्तो भयो भने हजुरहरूले म त यो हाम्रो कम्पनीले त अरू छिमेकमा अरू कसैको पनि मेसिन बिग्रेको छ भने, मेसिन चलेको छैन बिग्रेको छ भने पनि भन्नु होला, हामी त्यो पनि बनाइदिएको छौँ। यदि हामीसँग पाठ पूजा भइन्छन् भने मैले सबै चिनेको छु सबै। अब मैले एसोसिएसन बनाउँदैछु त्यो थर्मल थेरापीको सबै कम्पनीहरूलाई एक ठाउँ राखेर एसोसिएसन बनाएको छु, जहाँ जुन कम्पनीको मेसिन भए पनि बनाइदिएन भने त्यसलाई कानामा समातेर ल्याउँछु मैले, अनि त्यो बनाइदिन लगाउँछु। त्यस कारणले गर्दा त्यस्तो हाम्रो त हामीले यहाँबाट दिएको, हामीले बिक्री गरेको त त्यसको जवाफदेही त भयो। अझ तपाईँलाई भन्नु होला, कोरियन कम्पनीले क्वाइल चेन्ज गर्दैन म्याटको। मैले अस्ति म्याट पनि चेन्ज गरेर, म्याटको क्वाइल चेन्ज गरेर धरि पठाइदिएको छु। त्यो 10 वर्ष 12 वर्ष अगाडि युज गरेको म्याटको पनि क्वाइल चेन्ज गराएर कम्पनीले गर्दैन। मैले आफै तपाईँको चाहिँ व्यक्तिगत हिसाबले सेराजिम कम्पनीसँग किनेको म्याटको क्वाइल सेराजिमले चेन्ज गर्दैन, र मैले त्यो पनि चेन्ज गरेर पठाइदिएको छु। नेपालगञ्ज मैले हाम्रो यहाँको यही नेपालगञ्जको स्टाफ लिएर गएको छु सन्दीप, उसले नेपालगञ्जको काम भनेपछि सबैभन्दा पहिला छिटो गर्छ। किन गर्छु त भन्दा
मैले उसलाई त्यही सिकाएको छु। सबभन्दा पहिला नेपालगञ्जको कुनै पनि समस्या आयो भने सबभन्दा छिटो बनाएर पठाइदियो है बाबु, त्यसरी भनेको छु। हुन त एउटा अध्यक्षको हिसाबले त्यो होइन, तर मैले यो भेदभाव चाहिँ गरेको छु। हेर्नुहोस्, नेपालगञ्जलाई पहिलो प्राथमिकतामा राख्ने कामको लागि मैले कन्भर्सन गरेको छैन।